तीनजना चाहिँ हिँडेको आज छिटो आउनु बुनु ऐ त कुकुर किन आएको हामी दिनदिनै घुम्न हिँड्दा के भन्छन् होला यस्तो चाहिँ है पहिलोचोटि होला ल लु अघि तल हामी घरतिरै हुँदाखेरि चाहिँ एकदमै जाडो भएको थियो क्या हुन त अहिले अब समर नै हो नि त तर पनि जाडो भएको थियो अनि समर अब आउँदैछ है स्प्रिङ होइन अहिले हो स्प्रिङ हो अब समर आउँछ क्या अब भोलि पर्सि जेठ असारतिर हो नि त समर त तर नि अहिले गर्मी बढ्दैछ के हर हर महादेव गई मार्ग कालो भएर फोन गर्दा आज प्रस्तुत हौ त्यो छैन त एउटा टिकटकमा डिजेवाला बाबा के डिजेवाला बाबु मेरो त नच्छ हो त्यस्तै भन्छ त हर हर महादेव जय शम्भु भन्छ नि त खालि त्यो मान्छे मलाई कस्तो उ लाग्छ कि युनिक पागलपन हो के भन्न सकिँदैन रेजिना यदि पागलपन हो भने त्यसले अर्कै कुरा पनि पागलपन देखायो हुन्थ्यो त नि होइन मलाई त त्यो मान्छे कस्तो मिस्टेरियस के हो त्यो हामी अड्कल लाउन सकिँदैन उसको आफ्नै हो आफ्नै लाइफ होला तर ठिक लाग्छ मलाई त राम्रो छ उसको पनि राम्रो हुन्छ को म त्यो डिजेलाई नि रहेछ मैले 2-3 चोटि जिस्काइसकेँ तर बोल्दैन हौ को आयो को कौन है अपु पवन पो रहेछ लाउना पवन पो रहेछ कहाँ गएर आएको गोठ ऊ चाहिँ को नि तिम्रो दाइ हो यो है हामी त माथि भाग मार्नु हिँडेको के छ त खबर पवन ठिक छ एकै खाले रहेछ त दाजुभाइ त आमाइ नि टिप्न सक्छस् लडो लाऊ है यस्तो लाली गुराँस नि अहिले त फुलिरहेको क्या कस्तो राम्रो कति राम्रो ठ्याक्कै लाली गुराँसदेखि यो घर चाहिँ मेरो माउला हो अलि माथि खिच्छ देखाइ सालाको हो यो कहाँ हो यो माथिको गरिरहेको छ नि त हौ अलि यता आइज न ल देव बेहना बहुत मीठे गाउँछ झगडा नहीं करते हम दो बेहे जन्म के अरे सँगै रहने लागि सँगै रहना है आम्मामा यता उदो भिड उदो कस्तो दामी हो आम्मा ओइ खतरा सिन आउँदो रहेछ यहाँ त आज रेजिना मसँग रिसाएको छ मसँग बोलिरहेको छैन हेर्नु न मैले फोटो राम्रो नखिचिदिएर मसँग रिसाएको आहा मेरोबाट नि खिचिदिन्छु ल
मेरोबाट नि खिचिदिन्छु ल। कस्तो राम्रो देख्छ आहा। यता बस न घामतिर, यस्तो गर न रेजिना, घामतिर हो त्यस्तो। जे भयो भयो त दिदी बहिनीमा कहिलेकाहीँ भइहाल्छ नि। मैले कति भएर भए पनि ठिक नपारी कहाँ छोड्छु र हौ। ओहो यस्तो ठाउँमा सुतेको आमा कति राम्रो मर्छु क्या म। चल्दै रेजिना भन्दैछु है। छ्या होस् है दिदी गीत राम्रो छैन के। तिमीलाई आज रमाइलो भयो एकदम। तिमीलाई यहाँको सबैभन्दा मनपर्ने चाहिँ के? यहाँको हरियाली, यो डाँडा हरियाली, रुखहरू मन पर्यो। तिमीले त किन टिप्यौ? एकदम मन परेर। मन परेको चिज टिपिहाल्नुपर्छ। त्यही बानी पऱ्यो भन्दैमा चाहिँ बानी सुधार्नु पर्दैन। ल ल ल जाउँ ल। यो चाहिँ हिस्टोरिकल प्लेस नै हो क्या हाम्रो गाउँको। यहाँनिर यहाँको धेरै कथाहरू पनि छ, तर हामीलाई थाहा छैन त्यति धेरै। हामी चाहिँ आइपुग्यौँ। म अनि राम्रोसँग पुगेको छैन। गुफा पनि सायद यता उभो नै होला। राम्रो लागिरहेको छ। हेर न रेजिना कस्तो राम्रो क्या। यही हो कि पोखरी। यहाँ चाहिँ के भन्ने चलन छ भने, यहाँ के भन्ने चलन छ भने नि, केटी मान्छे चाहिँ यहाँ डुबेर मरेको, अनि त्यसपछि यहाँ चाहिँ हामी केटी मान्छेहरू चाहिँ पानी लिन जानु हुँदैन भन्ने। यो त्यस्तो त होइन। त्यस्तो पहिला केटी मान्छेलाई चाहिँ यो पोखरीमा जान दिँदैन थिए, तर यहाँनिर एकजना मान्छे केटी मान्छे अरू मान्छेहरू पनि पुऱ्याउँछन्, तर त्यसपछि चाहिँ यो पोखरीमा पर्दा मिल्छ भन्ने खालको चाहिँ मैले सुनेँ है। अनि एकदम सुकिरहेको रहेछ होइन। अहिले त छ, पहिला त योभन्दा नि कम पो थियो त। यहाँ त हामीलाई जानै दिँदैन थियो। म एकचोटि सानो हुँदाखेरि स्कुलबाट आएको घुम्न, अनि त्यतिखेर नि हामीलाई यहाँ जानु नदिएको क्या। हामी चाहिँ पोखरी हेरिसक्यौँ, अब माथि जान्छ। यहाँदेखि माथि चाहिँ सिँढी रहेछ, कहाँ चाहिँ पुरा। यहाँ त म पहिला पनि आउन त आएको हो। मन्दिर हो यो, बस्ने ठाउँ क्या हो। रहेछ। कति राम्रो छ है। पहिला म आउँदा जस्तो थियो जस्तो लाग्दैन म त। यति धेरै शान्त ठाउँ के, शान्त। उता भन्दा यहाँ राम्रो हो कि नि रेडियो। कति राम्रो के, यति पिसफुल, यति शान्त के। मेरो दिन कति गर्नु हेरेको थियो। फोटो ध्यान दिएर
मुनुबाट भिडियो गर्दै आऊ यस्तो शान्त ठाउँ के आहा यो सिँढी झर्दा पनि कस्तो शीतल के नि खुट्टाबाटै आहा जङ्गलले न रुखहरू पनि आफ्नै पारेको के आफ्नै पारेको यस्तो रमाइलो लाग्यो नि कसम मलाई त नि यहाँबाट कस्तो राम्रो फिल भइरहेको छ कि म भनेर भन्न पनि सक्दिनँ कि कसम मलाई चाहिँ अहिले के लागिरहेको छ नि सपना जस्तै लागिरहेको छ के साँच्ची यस्तो ठाउँमा चाहिँ मेडिटेसन चाहिँ दामी भइरहेको छ मजाले गरिन्छ मजाले अनि फेरि गर्न पनि कति सहज कति आनन्द आजको सबभन्दा मलाई नि आज हामी जहाँ जहाँ घुम्यौँ कस्तो साथै लाग्थ्यो रहेछ नि त त्यो रुखहरू देखिएको थाहा पनि एकदमै राम्रो थियो यहाँ पनि के सबभन्दा मलाई गुड फिल भएको चाहिँ यहाँभित्र नि जान्छ र गुफा हो ओइ गुफा हो अनि हो त रहेछ त नि कहिले निस्किन्छ होला नि त त्यहीबाट ब्याग पनि जाने त्यो बोकै तिमीहरू ब्याग चाहिँ यो गुफामा पस्नुपर्ने अरे रेजिदाले भने लुजम हिँड्दो त्यसरी गर्दै ल हामी चाहिँ पसेको ल उता उठाउनु न पस त सिँढी चाहिँ ओइ पुरै आइस छ नि आइस जस्तो के हेर्न वाउ यो भएको रहेछ के कति चिसो नि अम्मो कति चिसो टेम्परेचर एकदम कम के उता पनि धोन्द्रो छ त नि जाने यहाँसम्म मात्रै हो भनौँ गुफा खोइ कता छ होला हिँड्न तल नि होला कि हिँड्दा टस्टमा पनि जानुपर्छ मेरो बाल म त टस मात्रै भाल्छ है बाला न बाला आऊ आया माथि ठोकियो रेजिना ठोके दुम्ती ओइ बिस्तारै हिँड न ओइ त्यता पनि छ र त्यो माथि पनि पस्छ नि रेजिना पस्छन् ओहो यो हिल चाहिँ नहुने रहेछ है हिल माथि छोडेको भयो हुन्थ्यो चाहिँ यस्तो यो नि कुर्ताको सुरुवात यस्तो गर्नुभयो साथीले कस्तो मजा नि ओइ रेजिना त्यता छ त जाने ठाउँ चाहिँ अहिले यस्तो भित्र छौँ कि कहाँ निस्किन्छ अरे बुनु माथि भन्छ तिलहरू निस्केको माथि नै निस्किन्छ होला सायद खोइ कहाँ छ एकछिन बुनु यो समाउ त एकछिन त कति मान्छे पसिसकेको ओइ समाउ न बुनु यो भएन फोन समाउन बुनु होइन त्यता हो कि हुँदो आइ माथि नै होला कि जता भए पनि पसौँ न यतै हो कि मेता नै दिदी खोइ यता मलाई देखाउनु है ल ओइ मेरो पोक चाहिँ ठोक्यो बिस्तारै आइज बिस्तारै नअत्ताली न नअत्ताली न के हुँदैन कि यस्तो हिलसँग त गुफा त अहिले छिटो त हिँड्नु न म हटिसकेँ त छ बाटो मोटो पनि त्यस्तो नआउँदा नि तर यहाँ चाहिँ धेरै मान्छे पसिसक्यो र चिल्लो बनाइसकेको रहेछ कि यस्तो छ माथि अब यहाँ फेरि बुनुले समाउनु पर्यो ल यहाँ फोन निस्किन त निस्किन्छ होला नि हामी समाउ त बुनु यो फोन निस्किन्छ कि निस्किन्छ रेजिना यता टस देखा न एकैछिन म मिल्छु टस देखाऊ है कहाँ समाउनु पर्ने हो म त झन् हिलसँग आइरहेको एकछिन म यतिकै बस्न रेजिना बुनु आउँछ क्या नि बाटो छ यता पनि बाटो छ जस्तो देखेको छ यो भित्र तपस्या गर्नु कस्तो होला नि बिस्तारै आऊ बुनु ओ कान्छी वाखा पिउ है
बिस्तारै नअत्तालिकन आऊ न नअत्तिकन यता त कस्तो छ कटिन्छ जस्तो त लागेन तर मान्छे पसेर चिप्लेको रहेछ नि हो जुत्ताको छापहरू होइन पसिन्छ होला त्यसको बाद चाहिँ रेकर्ड गर्दैछस् रेजिनाले म अगाडिबाट गरिराखेको छु ओइ मारिक छु किन हो क्या पछाडिबाटै गर्दिस् नि आया ओइ चप्पल कटिन चप्पल फुका न लाई कुर्ताको ला मेरो यो घर यता भन्नुसँग झोला त माथि राखेँ नि कसैले लाँदैन थियो होला होइन लान्छ चप्पल फुकालेर चाहिँ नि हातमा त्यो सानो चिप छ कि यहाँ चाहिँ बुनु यता छ म यता रेजिना यता त्यहाँ हुप फेरि एम सल यो हामी उदोबाटै आएको भए पनि यहाँ नि थिएछ त यहाँ झन् सजिलो ठाउँ थिएछ हामी त उबाट हाम फालेर आयो यहाँ हुँदो रहेछ ल ठिकै छ यहाँ मान्छे नि पस्छन् कि पस्न त छिरिस यता छैन बाटो बाटै छैन छैन छ होला छैन उँभोतिर हेर्दा छैन ला साँच्ची छैन कसम छैन उतापट्टि चाहिँ रहेछ कहाँ उतापट्टि अर्को बाटो त्यो बाटो नि यही आउँछ के उयो पल्लो ए त्यहाँ बाटो छिर्नु पर्ने रहेछ उता हुन्छ बुझ्नुहोस् म हिँड्छु अगाडि यो हिँड्नुहोस् न हो न ए अर्को बाटो झन्नै छिरेर झन्नै न यहाँबाट उँधो हो कि ओइ उँभो चाहिँ हो यहीँ बुनु यो रहेछ त यो ब्याग स्याग चाहिँ नलिएको भए नि हुन्थ्यो क्या यो बुनुको जस्तो ज्यान चाहिँ छिर्दो रहेछ तिमीहरूको जस्तो ओइ बुनु मेरो यो हुँदो चाहिँ के हो नि फेरि अनि भोङ यताबाट नि गइन्छ कि गइँदैन हो छ बाटो बुनु छैन नि फर्किनु पर्छ अघिकै छैन यो मुनि चाहिँ छ होइन होस् नजाउँ औ फर्कौँ यो मुनि त्यता होइन रेजिना नजाने यता होइन हौ रेजिना कहिले पस्न सकिँदैन निस्किन सकिँदैन कि रेजिना होस् नजाउँ होइन फर्किन नजाने बुनु यो हेर्दिन कस्तो रहेछ यसै गर्छस् भने झेली त तँ त अब किन आइस यस्तो म चाहिँ पस्दिनँ तिमीहरू पस्छ म चाहिँ जाने हो तल किन आइस त मसले ढुङ्गामा ठोके यो ब्याग बोको नै एकजनाले मेरो हिल यहाँनिर छ के होइन पस्नु हुँदैन रेजिना अहिले कहाँ अड्कियो भने अनि पो जिम्मेवार लाली पुरा च्यात्यो कि त खान्छु भनेको थिएँ बुनु रेजिना यो सम्म त यहाँ त बुनु यो सम्म त फोन आउँछ एकछिनै म एकैछिन म मिलेर हेल्जिनाकै चाहिँ रहेछ आउनु नमिल्ने हेल्जिनाकै चाहिँ रहेछ कि चाहिँ पनि नमिल्ने चाहिँ जाऊ न त तिमीहरू दुईजना म चाहिँ फर्किन्छु म चाहिँ नपस्ने म चाहिँ यस्तो जोखिम बोल्न सकिनँ मार्क्स पनि छोडिराखेको छ कुन चाहिँ ल आइज बुनु पुरा यस्तो धन रहेछ अनि तँलाई डर लाग्दैन त्यहाँ पनि बुनु ला रेजिना बाटो त छ नि अघिकै बाटो होइन यो कस्तो रहेछ ब्याग कालो भइसक्यो नकराले फेरि यसै भित्रमा ब्याग कालै त थियो नि कालो होइन सेतो भइसक्यो के गर्नु चाहिँ के त सेतो भयो आमा बुनु यहाँसम्म त एकछिन फोन उसैको चाहिँ नमिल्ने के पनि रेजिना टस भर न है मेरो पिलो ताज पेछाइ पुच्छ गुने भयो नि नेता एकछिन ल बुनु एकछिन ल देखा न यता रेजिना चाहिँ म फेरि भन्दैछु है खाली खोइ कुन हो यस्तोतिर झुन्डी बस्नुपर्ने छ उल्टा कराउँछ हौ त चाहिँ जान त लु जा कस्तो भइसक्यो तल सुरुवालहरू कस्तो भयो होस् नपस्नु बुनाइ आए ढाड दुखो तर थोरै मात्रै पस्यो कि हामी अनि म त गुफा त पुरा ठुलो होला अनि हिँड्दै नै पुगिन्छ होला भन्दा तर हामी त यो गुफा यति मात्रै आएको थियौँ कि यति मात्रै चाहिँ आएको थियौँ पुरै यस्तो गुफाभित्र छ पस्नु हुँदैन हेर्नु बाहिर कति गर्मी के बाहिर त
कस्तो गर्नु के आइपुग्यो हामी पनि ल उफ कति गर्मी कति चिसो नि यो भित्र गर्मी रेजिना एकछिन बस न मलाई त डर लाग्यो कि साँच्ची नभए त म यस्तो मजा आयो नि के भने मजा आयो नि त्यो भित्रै गएर अड्केको भए कहाँ निकाल्छ अड्किन्छ मान्छेहरू भइसकेको फेरि जाने जाने जाम अब चाहिँ चप्पलहरू फुकालेर जाउँ ब्याग चाहिँ पुग्यो ब्याग पनि राखौँ यतै बाहिरै होइन लान्छ ब्याग कसले लान्छौ आयो भने अरू आउँदैन फेरि हामी यहाँबाट निस्केर उभो पुगिन्छ नि ब्याग चाहिँ ल हामी त फेरि पस्नु अरे यिनीहरूले भनेको फेरि जानु पर्यो अब आयो होइन बुनो टर्च छैन यो बोक त तिमी रेकर्ड पनि भइरहेको छ यता माथि त केही छैन नि माथि चाहिँ जानुपर्ने हो कि के हो होइन तल सिडी बनायो माथि चाहिँ कहाँ जानुपर्ने होइन माथि पनि छ माथि पनि रहेछ ओइ यस्तो चाहिँ हो कि के हो तलबाट जाने माथिबाट निस्किने चाहिँ हो कि के हो नभएको गफ चाहिँ नगर न भेजिना त्यो चाहिँ होइन होला है माथि फेरि अघि तल गएको होइन हिँड्नु त यो माथिबाट जाम एकताल फेरि ओह्रालो झर्नु पर्दो हो यताबाट त कसरी जानु कि ओह्रालोबाटै तँ यो समाज त तलबाटै जाउँ न होइन यसै यो भाइ उँभोबाट जाम खैले त यस्तो जम्मै यस्तो आइस जस्तो पानी बसेछ यहाँबाट हुँदै त हो त हुँदैछ हुँदै त हेर त उज्यालो आउँदैन खोइ तर मान्छेहरू त हिँड्दैन आयो मास्टरले ठोक्नु हामी चाहिँ यति आइसक्यो अर्को साइड नगर एक साइडै हो त तलै हो के यहाँ होइन होइन तलै ए तल बलिरहेको छ कि हो के हो तलै हो के एकछिन त एकछिनै वाखाइ गलत डिरेक्सन भएछ खाली खुट्टै हिँड्नु चाहिँ म चाहिँ उसँग हिँडेको छु है जुत्तासँग कस्तो हात थोर भयो नि होस् न होस् यस्तो चिसो ठाउँ वा मलाई त छोड्नै मन लागेन यो ठाउँ त यो त नि त्यहाँ त नि साँच्चै त्यो तपस्याहरू गर्छ नि सायद यस्तै मात्र हो होइन फेरि ठोकियो अगाडि चाहिँ दुईजना हिँडिरहेको छ म चाहिँ लास्टमा हिँडिरहेको छु मजाले हेर्दै हुनु न अब चाहिँ हो त यहीँबाट त हो नि ए यो उधोबाट उँभो चढ्न गाह्रो हुन्छ भनेर रहेछ सुन्यौ यो उधोबाट आउँदाखेरि यो उकालो चढ्नुपर्छ भनेर रहेछ यो उँभोबाटै बनाएको यस्तै यो त बनाएको होइन मान्छेले यस्तै थियो पहिले यता हेर त होइन के यो त बनाएको होइन यो त आफै प्राकृतिक रूपमा भएको भने पनि यो उँभोबाट ए फेरि उँभो होइन उधै छ त्यही अघि के ऊ हो कि के हो नि छ त बाटो छैन नि जा त उता हेर जानु चाहिँ होइन कतिवटा गुफा रहेछ है भने यसभित्र अचम्म आउन भने के अलमल्लै यता बाटो छ कि छैन अघि हामी उता पर्तिरबाट देखेको यही रहेछ नि त यताबाट सर्टकट रहेछ फेरि उँभो जाने उँभो जाने फेरि यहाँबाट सर्टकट चाहिँ भन्यो अनि कहाँ चाहिँ ओह्रालो चाहिँ कहाँ गएको त ल छैन यहाँबाट बाटो छैन त्यता होइन त्यता जाने गलत बाटो रहेछ अब होइन अघि हामी आएको यहीँ हो कि उतापट्टि पनि बाटो छैन मासु यहाँदेखि माथि छ त ए छैन नि छ चढ्ने ठाउँ छ त एकछिन आइज आया म त चढ्छु है त फर्स्ट यो फेरि मेरो उ भएर यहाँ त आउनु न कस्तो यहाँ अब आत्मा चाहिँ हालेर बोल हाल्दिनु आया पिलो त निको भयो होला यस्तरी ठोक्यो नि आइ तर यो भित्रको ऊ के अरे टेम्परेचर चाहिँ कस्तो कालिरहेको क्या बुन्नु त्यतै जाने हो त्यहाँबाट पुगेर पनि त्यही हो कि कान्छी त्यही तलै पुग्छ अनि कहाँ चाहिँ जानु त्यो हामीले तल देखिनौँ त कि त्यही बसेको कि म भर्खर छैन बाटो अनि यहाँदेखि उता जाने पनि कहाँ उताबाट पनि छैन होइन नि मेरो साथीहरू कहाँबाट पुगे अर्को गुफा होला नि त हौ जाउँ अर्को गुफा ए छ होला। अर्को गुफा हो अर्को गुफा कहाँ छ
आओस् यति नै पसन्दको बलको बुखारी आइज यहाँ त अलिक जान्ने बुझ्नेसँगै आएर पस्नुपर्ने रहेछ कि ल हामी कति माथि आइसक्यौँ अझै पो रहेछ हौ कहाँसम्म चाहिँ पुऱ्याएको छ त यो बाटो मलाई चाहिँ लाग्छ नेचाको सबैभन्दा राम्रो अलिकति घुम्न लायक के ठाउँ नै यही हो क्या जङ्गल हेर्न उयो अझै माथि छ तिम्रो यही फेरि बस्नु न जङ्गल त कस्तो खतरा हो मेरो घोडा काटेछ र कि उफ सिधाबाट खिच्न छिटो टिप नै टिपेर हिँडिहालौँ न माथि पुगौँ अलिकति तलबाट अहिले हामी चाहिँ टपमा आइसकेको छौँ कि क्या हो उफ उफ यहाँबाट त जङ्गल देखिँदो रहेछ हौ गिद्धे हो कि क्या हो देखिँदो रहेछ यहाँबाट यहाँबाट दुधकोसी पनि उयो होइन के यता त ऊ होइन फुर्के अँ होला सायद यता फुर्किने होला उफ गर्मी त गुफाभित्र यति चिसो हुँदो रहेछ कि यता त पुरै गर्मी नै हुने रहेछ क्या त साँच्चै राम्रो देखेन हो लैजाउँ राम्रो त राम्रै छ मलाई त घरले पनि कपाल मनपर्छ कि यहाँ हेर त काँडा पो भिजेको काँडा पो भिजेको जामा घुमाउनु न हौ Ding ding ding.